Hello guys, welcome back to our channel. So आज चाहिँ हामी यतिकै डुल्नलाई बाहिरतिर निस्किएको बेलुकाको 5:30 भए अनि हामी जाँदैछौँ अनि हामी चाहिँ हाम्रो स्कुल आइपुग्न लाग्यौँ अनि त्यही हो यतातिरको सबै हेर्दाखेरि धेरै याद आउँछ हाम्रो साथीहरूको अनि त्यही हो क्यामेरा म समात्छु अब त्यही हो मात्र भन्यो भने अनि तपाईँहरूलाई एउटा कुरा थाहा छ हामी चाहिँ होइन हाम्रो यहाँ स्कुलको अगाडि चाहिँ दुईवटा चटपट पसल छ होइन एउटा चाहिँ यहाँ होइन अनि अर्को चाहिँ यहाँ होइन यहाँ खै कहाँ गयो आउँदैन आइकन देखाउँछ अनि एउटा चाहिँ यहाँ होइन अनि हामी चाहिँ यहाँ खान्छौँ होइन होइन उयो यहाँ चाहिँ हामी मेनली खान्छौँ अनि हाम्रो स्कुलमा नि स्टेसनरी छ तर हामी चाहिँ धेरै जस्तो यहाँ स्टेसनरी आउँछौँ है किनभने हुन त म त अहिले नि यहीँ आउँछु किनभने घर वरिपरि स्टेसनरी छैन अनि हामी जाँदैछौँ एउटा फोटो खिच्नु यहाँ हेर्नुहोस् अनि हाम्रो पहिला स्कुल चाहिँ यतानिर थियो होइन मैले अघिभन्दा अरू भिडियोहरूमा पनि देखाएको थिएँ अनि अहिले चाहिँ हाम्रो स्कुल भए अनि मैले त हाम्रो स्कुलमा रिनोभेट भइकन चाहिँ मैले हामीले देखाएको थिएनौँ अनि आज चाहिँ म देखाउँछु यहाँ चाहिँ हाम्रो फार्मेसी छ गाइस तपाईँलाई थाहा यसले यहाँ पैसा भुइँमै झारी क्या चटपट खानु ल्याएर झन् मैले देखिहालेँ जेसुकै खाना ल्यायो अब ठ्याक्कै यहाँ स्कुलनेरि आएछ क्लिप बना न अनि राम्रो पैसा झरे यो चाहिँ हाम्रो स्कुल होइन त्यही हो यो चाहिँ नयाँवाला डिजी फिटनेस हो यो अहिले बनेको एकछिन हामी देखाउँछौँ यो चाहिँ हाम्रो जिम होला कसरी यो चाहिँ हाम्रो नयाँवाला जिम हो अनि यो चाहिँ हाम्रो जिम हो होइन हाम्रो चाहिँ होइन त्यो हाम्रो सरहरू हुनुभएको अनि सबै छ त अनि त्यसपछि यो चाहिँ हाम्रो पुरानो भइहाल्यो हाम्रो होइन सरहरूको यहाँ चाहिँ अरू नै केही छ के छ हामीलाई पनि थाहा छैन हामीलाई पनि थाहा छैन अब एकछिनले त सक्ने हामी चाहिँ धेरै जस्तो जहिले नि बाटोमा धेरै एउटा न एउटा साथी भेटेर आउँछौँ अनि हामीले भर्खरै हाम्रो साथीलाई भेटाएको थियौँ अनि त्यो भएर अनि एकछिन बोल्यौँ 2 सेकेन्ड जाँदै हामी अनि यहाँ पनि हाम्रो एउटा यो एउटा फुल्की हाउस छ यो चाहिँ हामी रोपेर माथि थियो अनि अहिले त सरेको छ अनि यो गाइस अहिले हाम्रो भर्खर के भयो तपाईँलाई थाहा छ यसको मोबाइल खसिदियो भुइँमा हाम्रो आइफोन खस्यो किन खस्यो भन्दा त्यो साइडमा गाडी थियो अनि त्यसको त्यो मिरर थियो नि त अनि त्यसमा ठ्याक्कै पानी पर्यो अनि हामी चाहिँ पानी पर्यो आज यसो हामी रेड हाउसतिर घुम्न जाऊँ न हामी जान्छ कहाँ ला जस्तो राम्रो होइन हेर्नु सो गाइज अनि हामी चाहिँ कहाँ जाने भनेर त्यो पनि फिक्स थिएन किनकि हामी त्यतिकै डुल्न जानु लाग्यो नि त अनि त्यसपछि हामी चाहिँ कहाँ जाने भन्दाखेरि रेड हाउस व्हाइट हाउस क्या उता के हेर्नुहोस् अनि रेड हाउस व्हाइट हाउस जानु लाग्यो पानी थोपा मारेर हामी जाँदा जाँदै पानी पऱ्यो भने चाहिँ हामी गयौँ अनि अहिले चाहिँ हामी यहाँ कार्यालय अगाडि आइपुग्यौँ तेज विनायकको अनि हामी जाँदैछौँ अनि हामी यतातिर चाहिँ देउसी भैलो खेल्दाखेरि एकदम धेरै मेमोरी छ मेन त ऊ त्यो पिपल बोटमा सो हामी गइरहौँ यसलाई फोन गरौँ गर अनि यो चाहिँ यहाँ यसको दाइ यसको देश कहाँ छ भन्नु मेसेज गर्नु भयो मेसेज सिन गरेर मलाई आज बाबाले मार्छ नि तल थाहा गाइस यो बाटो त कस्तो खालको बाटो हो कुनै जिन्दगीमा पहिलोचोटि हिँडेको जस्तो फिल भइरहेको अस्तिको ठाउँनि र गाडीहरू होइन के भन्छ यति धेरै गाडी होइन आई मिन बाइक म त पछाडि आज क्यारे सोचेको ल है गाइज हामी जाँदैछौँ यो अगाडि पुगिसकेको कुद्दै अनि यहाँ चाहिँ हाम्रो एउटा साथी
ओ हेलो अंकल यो बोतल आएछ त भाइ यता आएछ तेरो जिम गाइज हामी चाहिँ यहाँ कृष्ण मन्दिर आइपुग्यौँ हामी डुल्दा डुल्दै यहाँ बोल्न हामी चाहिँ कहाँ पुग्यौँ होइन व्हाइट हाउस जाने भनेको हाम्रो प्लान यसो हामीले ऊ गऱ्यौँ क्या हामी जाँदैछौँ मान्छे चाहिँ कराएर हामीले बाटोमा एउटा अङ्कललाई भेट्नको अवस्था यहाँ हेर्नुहोस् यो मान्छे हामी चाहिँ भने र गाइज हामी अब एकछिन जाँदैछौँ भने त्यही हो यो बाटोको मान्छेहरूमा फलो गरेर हो अनि छुट्टीसँगै यसरी उमासँग म पानी नुहाइरहेको छु ल म पानी खानु भने सो गाइज हामी होइन अब फेरि घुमेर यहाँ आइपुग्यौँ अनि हामी चाहिँ अब हामी चाहिँ फेरि पैसा दिनु छ भने गाइज हामीले चाहिँ यो के अरे आइसक्रिम लियौँ होइन अनि अनि यहाँ चाहिँ हाम्रो आन्टी हुन्छ प्यारी आन्टी है आन्टी आन्टी कस्तो नबोल्नु भयो हामी चाहिँ आइसक्रिम खाँदैछौँ मैले चाहिँ बल्ल बल्ल खोलिसकेँ है कहाँ खालिसकेँ मलाई फोटो पनि भिडियोहरू पनि पठाएर पठाउँदै ला के खाने अब हामी चाहिँ अब पानीपुरी खान लाग्यो ल मैले खाइहालेँ ल सुक्खा खाएको सधैँ ठुलो मेन भन्नु गाई सुक्खा पुरी त मेरोमा पानी हाल्छु म तेरोमा पानी हाल्छु त हाल के सोच्नु मन लाग्यो वाह पुच्चे नामी त्यहाँ पढ्ने फुच्चे केटाको हो फेरि ल जाऊँ त म डिपेस पर्छ अनि हामी चाहिँ अब घर जानु लाग्यो अनि हामी खाँदैछौँ सब चाहिँ हामी घर जानु लाग्यो यार म पनि यो वाला चाहिँ यो भुँडी चाहिँ मलाई पठाएर यसको काँटा भाँच्छु यहाँ रुक एकछिन अब हामी चाहिँ घर फर्किनु लाग्यो गाइस एकदम ढिला भइसक्यो मैले चाहिँ मेरो सबै कुरा सकिसकेँ त्यहाँ पछाडिको दाइले कस्तो हेरेँ क्या उहाँको चाहिँ भरे 20 रुपियाँ खस्यो मेरो अघि नै जाँदाखेरि 100 रुपियाँ खस्दा थियो उसको अहिले चाहिँ आउँदाखेरि पैसा खस्यो है
यस्तै हो डर लाग्छ के गर्नु ए यहीँ छ मेरै साइडमा अलि छिटो हिँड्न म कस्तो ब्ल्याक एन्ड रेड आएको के अरे रेड आएको यार बौद्ध देखाएन बौद्ध छ पछाडि अहिले चाहिँ हामी जाँदैछौँ हेर्नुहोस् जाँदै पनि छौँ उयो मैले हिँडेको खुट्टाले हिँडेको छ त त्यो अगाडि पार्टमा लगा योवाला पार्ट लगा ल तर्केर मैले साडा देखेको होला त्यो चाहिँ यस्तो छ गाइज अब चाहिँ हामीले हाम्रो भिडियोलाई यहाँ इन गर्नु पनि हुन्छ होइन अनि हामी हाम्रो घर पनि आइपुग्न लागिसक्यौँ हामी हाम्रो घरको अगाडि त्यही हो मेरो साथीलाई मैले भेटाएँ होइन मलाई कस्तो बिल्ला लगाइसक्यो यो मेरो टोल आइपुग्यो गाइज मलाई कस्तो बिल्ला लाग्यो तल तर्समा ल गाइज अब चाहिँ हामी हाम्रो यहीँ इन गर्छौँ यसको मात्रै टोल होइन मेरो पनि टोल हाम्रो यो गोठाटारै हाम्रो टोल भन्दा नि हुन्छ होइन हल्का यहाँ अलि मेरो ल बाई गाइज ल एकछिन अब चाहिँ हामी गयौँ यो चाहिँ नि हाम्रो फुटसल लास्ट यो चाहिँ फुटसल हो यो चाहिँ यति चाहिँ हेर्नु यो फुटसल हो हाम्रो एरियाको दामी खालको छ यस्तो खालको छ है हाम्रो चाहिँ यस्तो राम्रो खालको छ यही हो अब हामी जाँदैछौँ बाई अब